सो हे गाइस वेलकम टु माई अनदर भ्लग। हामी चाहिँ माथि नर्सरीतिर हरियाली भएछ कि भनेर हेर्न जाँदैछौँ। म र खगेन्द्र छौँ, यता खगेन्द्र छ, म यहाँ छु। अनि हामी सधैँ हिँड्ने बाटो पार्क जाने बाटोतिरै हो क्या। त्यसरी फर्का यस्तो गरिदिने क्या। सधैँ पार्क जाने बाटोबाट जाँदैछौँ। अनि यता यस्तो गाईबस्तुहरू ठोकिरहेको गाईबस्तुहरू चरिरहेछन्। यहाँनिर चाहिँ माछा हुन्थ्यो अरू बेला, अब यो बेला पानी आएन पानीमा उनी खोलिरहेछ अहिले। अहिले उनी खोलिरहेछ। टक्कसँगले हामी चाहिँ नर्सरीको हरियाली हेर्न आएको थियौँ। हेर्दै जाँदैछौँ। अनि यहाँ चाहिँ हाम्रो सानो भए पनि राम्रो पार्क छ क्या, त्यतै पनि आयौँ। यस्तो दामी भरि यो भएको छ कि पातहरू हालेर भन्छ जहिले उल्टो पक्रिरहेको हुँदो रहेछ। हामी चाहिँ आउन चाहिँ यहीँ आएको थियौँ। हामी यहीँ आएको थियौँ के भन्छ, हामी मैले अगाडिको टिकटक भिडियोमा हालेको थिएँ नि त, हरियाली पुरै यस्तो दामी देखेको। त्यो चाहिँ यहीँनिर हो क्या, यस्तरी फोनले गरेको भिडियो हो। हाम्रो चाहिँ यो लगभग भनौँ न भाइरलै ठाउँ भनौँ न, यो अहिले हो यहीँ हो, हाम्रै ठाउँ हो क्या यो, त्यही हो। अनि यता पनि भिडियो बनाउँदैछ यसले, म यता बनाउँदैछु, जाँदैछु। अब अहिले यहाँ हरियाली यो के अरे त्यो अहिले यो मौसम फेरिएर यो रुखको पातहरू एकदम नयाँ रुखको पातहरू नयाँ पाउलेर दामी भएको छ क्या। बाटो सबै आइदिरहेछ नि उसले चाहिँ बौला जस्तो गर्दैछ हो। लगभग यो ठाउँ चाहिँ अहिले भाइरलै छ क्या हाम्रो एरियाको भनौँ न। फोटोसोटो खिच्ने दामी आएको छ। लगभग त्यहाँ टिकटक बनाउने मान्छेहरू आउँछन् कहिलेकाहीँ। यस ठाउँ चाहिँ के होइन है, फेरि यस्तै हो, जङ्गल छ हरियालीले गर्दाखेरि हो। सो हामी हरियाली हेर्दै भाइरल ठाउँ भन्दै हामी चाहिँ फुटबल, हाम्रै गाउँको फुटबल ग्राउन्ड आइपुगिसकेका छौँ होइन। फुटबल ग्राउन्डमा चाहिँ यतिको हरियाली बनाउने चाहिँ उयसको हात छ अरे क्या। यतिको हरियाली बनाउन यसको हात छ अरे, किनभने यो काम गर्न यसको हात छ अरे। अनि काम गर्न जाँदाखेरि चाहिँ यहाँनिर चाहिँ पुरै सुकिसकेको थियो अरे। अनि उसको पालो आगो लगाइदिएछ क्या, आगो लगाइदिएछ। अनि अहिले हाम्रो फुटबल ग्राउन्ड चाहिँ आगो लगाइदिएपछि काँडाहरू सब जल्यो नि त। काँडाहरू जलेपछि दामी भएको छ क्या। अनि उसको मेरै हात छ, मेरै हात हो यो यतिको भन्छ। ठाउँ चिनाउने पनि उसकै हात होला, यो नर्सरीको हाम्रो नर्सरीको पार्क चिनाउने पनि उसकै हात होला। सबै ठाउँ चाहिँ तर एकदम हाम्रो यो जङ्गल चाहिँ